तो हेलो गाइस, म चाहिँ साउदीमा बस्ने एउटा बेरोजगारी हो। हिजो मात्रै मेरो चाहिँ हैन नोकरी खत्तम भयो भनौँ भने एक्जिट लाग्यो। अनि एक्जिट लागेपछि मेरो चाहिँ खाना हेर्नु, अब एक्जिट लागेपछि रुममा बसेपछि यस्तो पन्नीमा आउने छ कि खाना पनि। अब यसमा के छ हेरौँ है। यो सब्जी भयो, अब यो भात हालौँ है। यस्तै त हो नि हैन, विदेशको खाना भन्ने यस्तै हुन्छ। हेर्नुहोस् है, अब हाम्रो सेफहरू चाहिँ राम्रो छन् र है, अरू पनि के पठाइदिएन है। हिजो तक मैले यसरी खाएको थिएँ, आज चाहिँ यसरी खानु पऱ्यो है। यहाँ चाहिँ चिकन हुन्छ है, यो चाहिँ के हो, यो चाहिँ दाल है। तो गाइस देख्न सक्नुहुन्छ हाम्रो चाहिँ हैन किचन स्टाफ, हाम्रो एक्जिक्युटिभ सेफ एकदमै दामी हुनुहुन्छ र हैन। सब्जी पनि पठाइदिनु भयो, मासु पनि पठाइदिनु भएको छ, अनि दाल पनि यत्रो छ। अब चाहिँ यसलाई चाहिँ हामी खाना सुरु गर्छौँ। एउटा कुरा ध्यान राख्नु होला हैन, तपाईहरु जब तक काममा हुनुहुन्छ, तपाईँ जब तक कामको भ्यालु छ नि तब तक तपाईँको पनि भ्यालु हो कि। जब तपाईँको काम छैन तपाईँको पनि भ्यालु छैन क्या। अब चाहिँ हामी खाना सुरु गर्छौँ है। तो कस्तो लाग्छ यो भिडियो, मेरो बेरोजगारीको भिडियो? हजुरले हेर्दाखेरि लाइक कमेन्ट सक्छ। किनकि यो भिडियो मैले किन बनाइरहेको छु भनेपछि अब मसिन काम छैन हैन, काम नहुँदाखेरि के गर्ने हैन, त्यही कारण मसिन केही काम छैन। हजुरहरूले सपोर्ट गरिदिनु होला है। ल है गाइस, म चाहिँ सुरु गरेँ खाना हैन। अब आफ्नो त यस्तै हो, गाउँले पारा हो हैन, त्यही कारणले अब यस्तै हानिन्छ। अरू केही विकल्पै छैन क्या। विकल्पै नहुँदाखेरि जस्तो मिल्यो उस्तै खानुपर्छ। अब राम्रो त आफ्नो घर होइन, केही होइन हैन। खाना चाहिँ मिठो पठाइदिनु भएको छ सेफले, के गर्ने त। अब घर जानु छ, त्यही भएर कसैसँग किन बोल्ने है। 1 महिना 15 दिन 20 दिन जति पनि रुममा सुलाउँछ, सुत्नु पर्यो। त्यही कारणले गर्दाखेरि जस्तो आछ जे आछ चुपचापसँग खानु पर्यो। यहाँको चाहिँ 2:30 भइसक्यो, बल्ल चाहिँ अनि मात्रै आएको खाना चाहिँ। प्लस के गर्न सकिन्छ होइन, भगवान्ले जस्तो चाहेको छ उस्तै हुने हो। फेरि मलाई साउदी अरबको मासु चाहिँ मलाई यति मन पर्दैन क्या। जे खाए पनि आलु खाइदिन्छ। म चाहिँ सधैँ हिन्दीमा भिडियो बनाउने गर्दा होइन। अहिले चाहिँ मैले नेपालीमा भिडियो किन भनेको, म जस्तो धेरै नेपालीहरू हुन्छ क्या, जो कि एक्जिट हान्देर रुममा सुट भनेर पठाउने। त्यही कारणले मैले भिडियो बनाएको है। बट गाइस, यो खानाको ओइल मलाई लाग्दै नराम्रो लाग्छ, के गर्ने, बाध्य त छ, खानु पर्यो। यस्तै छ। किनभने भात पनि आजको त कस्तो कस्तो प्लास्टिकको जस्तो छ यार।
गाइस खाना चाहिँ खायो होइन, हिजो 9 बजीतिर खाएको, अहिले ठ्याक्कै 2:30 भयो, अहिले खायो। के गर्ने यस्तै छ। अब यसलाई चाहिँ बन्द गरेर राख्नु पऱ्यो। अनि तपाईँहरूले होइन यस भिडियोलाई धेरैभन्दा धेरै लाइक्स सेयर गरिदिनु, किनकि म जस्तै बेरोजगारीहरू धेरै छन्, उहाँ तक पहुँचाइदिनु। उहाँले पनि यस्तै यस्तै भिडियो बनाएर मनोरञ्जन गर्न सक्छन्। थ्याङ्क यू सो मच। हजुरलाई यो भिडियो कस्तो लाग्यो राय दिनु होला।